पक्का हजुर यो भिडियो पूरा सुने हा। पापा शिव यात्रा पनि आएगा हर कपड़ा किन दिए थे। पापा के जुत्ता छैन जुत्ता किनिदियो। पापा मेरो हातबाट चुडी छैनन् प चुडी किनिदियो साथी भनेर सबै हालेछन्। रामे त जान्यौ शिव यात्रा किनिलै दिन आएन त कोही चप्पल छैन भन्नाहन कोही कपडा छैन भन्नाहन कोही चुडी छैनन् भन्नाहन राम आयो मेरा हाउन पनि एउटा कपडा छैन खुट्टाउडो चप्पल छैन द हुन त हो अब तमीले भने कुराकानी सबै ठिकै हो र साथसँग आउने सबै झकक्क गरी जान्न तिनका मुखते आबुलो पनि डोरी चुडी लुगा कपडा जुत्ता चप्पल हालिकन जाने इच्छा होला। तर अब के गर्ने दुखी जिन्दगी हो। हामी एउटा परदेशी मान्छे हौं। घरबाट कमौला जमौला के ऋण तिरुला एक अर्काको एउटा दुःख बाँडी खाउला भनिकन यही परदेशा ठाउँमा आउँछौँ हामी। अब यो परदेशा ठाउँमा आइकन न ढङ्गिला नौकरी पाइगए पनि पगार हुँदैन। नौकरी निका मिलेपछि पगार ज्यादा हुँदैन। पगार ज्यादा हुने नौकरी भएपछि काम गरि सकिँदैन। अब के गर्ने त्यही भएर 8-10 हजार पगार हुन्छ। 8-10 हजार पगार अब खानापिना ठिक्कै हुनु रासन पानीको बराबर हुनु। घरबाट साउ पनि फोन हरे छन् उनी बिचाराका पनि घर छन्दाई नै भन्नाइ उदारा पुदारा होला दोकान भित्र पसी आइबी जबरजस्ती हरिकिन पनि पसिकिन खाना छेउ। अब ऊ पनि घरआँगन फोन दान उनको पैसा पनि तिर्दै पर्यो। उनको पैसा पनि एकातिर थाती छ। अब दुखी बिरामी भए पनि तेरो त्यो कन्न दुख्थो भन्ने छि तेरो पनि उपचार गरिसकेका छैन। मेरो पनि यो ढाड दुख्थो छ मेरो पनि उपचार खाइसकेका छैन। मैले यो जो कपडा तैलो पनि किनी खाइसकेका छैन। मैले पनि किनी खाइसकेका छैन। ये मैले एक चट्टिया थानो किनी खाइसकेका छैन। ये जुत्ता चप्पल पनि जइसक्यो तैगा हालिकन हट्टो छु। एक जोड चप्पल किनी खाइसकेका छैन। त्यो पहिले एक पेटीकोट थानो किनी खाइसकेको छैन। अब के गर्ने यस्तै हो। भगवानले साथ दिएपछि देवी देवताले साथ दिएपछि कहीं यसै दिनबार हाम्रा नरन्ना कुनै दिनमा हामी पनि एक गाँस खाने एक टालो लाउने र आफ्नो गुजरा हुने खालका गर्ने खालका हामी सायद होइजाउँला। त्यस्तो छ ठुलो भन्ने एउटा आफ्नो लाइन पानी हो। आफ्नो दिमागले सोचेको काम पूरा होइजान्छ एउटा राम्रोसँग सोचेपछि। त्यही त अब यी बच्चाहरूलाई त के थाहा आइ मजा जाइ भन्दा लाउनु लुगा कपडा कापी कलम कहाँबाट आउँछन् भन्ने कुराहरू बच्चाहरूलाई केही थाहा छैन। यिनलाई एक गाँस टालो दिएपछि यिनलाई भइगयो। यिनलाई हाम्रा जस्ता जब दुख पान्ना जब शास्ति पान्ना तब थाहा पान्ना यस्तो रहेछ जिन्दगीमा यस्तो हुने रहेछ यस्ता दुःख खेप्नु पर्ने रहेछ भन्ने कुराकानी भोलि बुझन्ना। अब उतातिरबाट साउको पनि कर्ज तिर्दै पर्ने। अब अघिल्लोचोटि अब बिरामी भई तेरो अपरेसन भएको कारणले अब हामीलाई अब साउको दिन सक्यौन। अरूको अब ब्याज पनि तिर्न सक्यौन साउ पनि तिर्न सक्यौन। अब कहीँ अर्को नौकरी पाएपछि राम्रोसँग नौकरी छैन यो ठाउँमा राम्रोसँग कहीँ नौकरी पाएपछि अब ठ्याक्कै पालिकन कहीँ पगार पानी मोटो भएपछि अब त्यो ठाउँमा बसिकन साउको पनि अलि 150 दिउली आफ्नो पनि केही कुटी नङ्ग्री हरिकन आफ्नो पनि केही 2 पैसा जमिने खालको केही वातावरण बनाउली। अब तैँले पनि दुखी हुनु भएन मैले पनि दुखी हुनु भएन। अब बच्चाहरूलाई पनि अब आउन महिना पगार पानी भएपछि कहीँ लुगा कपडा सबै किनिकन बच्चाहरूको चित्त पनि बुझाउला। अब यो शिव जात्रा आया छ शिव जात्राको रामकी बेला अब के गर्ने अब यो पाली बरु फाटाइ कपडालाई गुजराहरूलाई साथसँग आउने अब अर्को घोडामी चढ्यो भनिकन आफ्नो बल्लमी चढ्नु छैन। त्यही भएर आफ्नो जसो सरिपुगी छ आफ्नो जसै दुःख छ त्यही काटिकन हामीलाई अगाडि बढ्नु पर्यो। ठिकै हो जहिले उखुला छौँ कमाउने छौँ जमाउने छौँ उहिले ध्यान पुगेन अब ध्यान पुगेछ र पुग त नै लाग्यो। अब तमी पनि राम्रोसँग काम गर म पनि गर्दमे बच्चाहरूलाई पनि राम्रा स्कुल हालुली मनमा जो दुःख छन् छनाइ छन्। हाँसिकन दिन काटिने छन् रुइकन पनि दिन काटिने छन् भने एउटा जसो भए पनि विश्वास भएपछि सबैतिर होइजान्छ देखा। अब तैँले मैले मिलिकन काम गर्नुपर्छ भनेपछि जे होस् सबैतिर पुरा हुन्छ। रुचाएर आजको लागि अब यति नै राखु। अब दुःख तँ पनि नमान दुःख म पनि नमानु। अब भोलिलाई लाउने खाने दिन हाम्रा अझै पनि छन् है।